म अल्छीले आज बनाउन लागिरहेको मोमो पनि सबै पचक पिचिक्कै लाएर फुटेछ। हेलो हेलो साथीहरू, मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ मैले मोमो बनाउन लागिरहेको छु। खाना चाहिँ फेरि धेरै थरी मन लाग्ने मिठासेलाई। त्यो मिठासे को हो भन्दा म है। अनि विदेशमा मोमोको भाँडा किन्नु भने पनि के किन्नु, घर जाने बेला भइसकिसक्यो, खान मन लाग्छ मोमो। अनि हामी चाहिँ यसरी बनाएर खाने गरेको छौँ। चाउमिन पनि खाउन भनेर भुटे। अनि मोमोको सेप चाहिँ यस्तो छ है मैले बनाएको। अनि छिटो छिटो मोमो यसरी बनाएर हामी निस्क्यौँ पार्कतिर। अनि यहाँ गाडीको लागि कुरेर बसिरहेको थियौँ। अनि म चाहिँ कति काली देखेको छु, मेरो अनुहार सबै बिग्रेको देखियो। अनि हामी लाग्यौँ फेरि साथीको सपमा, किनकि त्यसलाई पनि लिएर जानु थियो। यसको सपमा गयौँ। अनि त्यहाँबाट हामी निस्क्यौँ पार्कमा। अनि मोमो हतार हतार खोलेर खानातिर लाग्यौँ, किनकि मोमो भनेको तातै मिठो हुन्छ। अनि म चाहिँ बिग बाइट भन्दै खान थालेँ। मेरो फेस हेर्नु न, फेरि यति साह्रो त बिग्रेको छैन है फेस, तर किन यो मोबाइलले यस्तो देखाउँछ झन्। अनि चिसो पानी तन्काउन थालेँ। अनि पानी खाँदै फेरि तातो तातो त के भन्नु सेलाइसकेको थियो मोमो। अनि मोमो खान थाल्यो। मोमो र चाउमिन मिसाएर खान कहिलेदेखि मन थियो। कम्बो सेट यसरी खान थालेँ। बिरालुहरूले चाहिँ मलाई एकदम हेरिरहेको थियो, त्यसलाई पनि देखाउँदै खान थालेँ। अनि हामी त्यहाँबाट गयौँ मार्केटतिर। यो चाहिँ के थियो थाहा छैन, तर यसको नाम चाहिँ अजिब थियो के। नेपालीमा भन्दा हुँदी अलिक लाज लाग्ने नराम्रो शब्द थियो। तर मैले चाहिँ रामिन खोजिरहेको थिएँ, नेपालमा खाएको रामिन खोजिरहेको थिएँ। बुलडग चाहिँ थरी थरीको थियो कि, सबै फ्लेभरको थियो बुलडग। रामिन भन्ने चाहिँ मैले खासै पाइनँ, देखिनँ। अनि त्यहाँबाट फेरि म गएँ। फेरि मैले त्यही बट्टा उचाल्दै हेरेँ। मलाई चाहिँ अजिब लागेको थियो। हुन त यहाँको लागि यस्तो नाम केही होइन, मलाई चाहिँ अजिब लागेर हेरेँ। अनि फेरि ओरपर गर्दै हेर्न थालेँ। फेरि चाउचाउ नै एउटा बन्दा च्यापेर बसिरहेको थिएँ, किनकि काँचो बन्दा खान मलाई साह्रै मनपर्छ। अनि त्यहाँबाट हामी साथीहरू एकछिन हेऱ्यौँ है, चाउचाउ हेऱ्यौँ। चाउचाउहरू जतिचोटि हेर्दा पनि त्यही मात्र देखेँ, खोजेको जस्तो रामिन देखिनँ मैले। फेरि त्यहीबाट उठाउँदै मैले हेरेँ, साथीलाई जिस्काउँदै। अनि हामी त्यहाँबाट लाग्यौँ रुमतिर। रुमको लागि गाडी खोज्दै गाडी पाउनेतिर जाँदै थियौँ। यहाँ चाहिँ के डोनेट गर्ने ठाउँ रहेछ के, सायद पुरानो कपडाहरू। म चाहिँ पत्रकार बन्दै हिँडिरहेको छु है, देखाउँदै। आजको लागि पत्रकार है म चाहिँ। अनि त्यहाँबाट म नाच्दै, किनकि चाउमिन मोमो त पचाउनु पर्यो, धेरै खाइपठाएको थियौँ। अनि नाच्दै हिँडेँ। मान्छेले वरपरबाट पनि हेरिरहेको थियो। अनि म चाहिँ लाज चाहिँ मान्दिनँ है, झन् नाच्न थालेँ। उनीहरू मलाई हेर्दै हाँस्दै हिँडिरहेको थियो। अनि मेरो साथीले पागल जस्तो के गरिरहेको छस् भन्दै कराइरहेको थियो। अनि म चाहिँ यस्तै हो, म नाच्छु क्यारे, सक्छस् भने तिमीहरू पनि नाचेर देखा भन्दै म चाहिँ गइरहेको थिएँ रुमतिर। हामी चाहिँ लागिरहेको थियौँ। त्यसो भन्दै हामी गाडी पाउने ठाउँतिर लाग्यौँ साथीहरू। आज भन्दै भोलि भन्दै कतार छोड्ने दिन आउँदैछ। यति भन्दै साथीहरू आज मिनी भ्लग यति नै, बाई बाई।